पिता पुत्र पवित्र आत्मा एक साँचो परमेश्वरको नाममा ख्रिस्टीय अभिवादन। जय मसीह। मानिसको जीवनमा विश्रामको आवश्यकता। तपाईलाई यस नयाँ भिडियोमा हार्दिक स्वागत भन्न चाहन्छु। तपाईँ विद्युत गृह जानुभएको छ भने त्यहाँ तपाईँले केही टर्माइन एक्स्ट्रा देख्नुहुन्छ, जस्तै युनिट 1, 2 र 3। टर्माइनहरू किन राखिन्छ भन्दा एकले अर्कोलाई पालो दिन अथवा एउटा चल्दै गर्दा अर्को बन्द गर्ने र त्यो बन्द गर्दै गर्दा अर्को चल्ने र एकअर्का बिसाउँदै गर्दा पनि विद्युतको आपूर्ति पुरा गर्ने। संसारमा रहेका सबै चलहल गर्ने वस्तुहरू जो सजीव छन् र केही कृत्रिम जसलाई चलायमान बनाइएको छ, त्यस्ता वस्तुहरूलाई जहिले पनि विश्रामको आवश्यकता पर्दछ। समय अवस्था उसको लोड अनुसार उसलाई रिफ्रेस गर्नको निम्ति विश्रामको समय अथवा स्विच अफको समय राखिन्छ। तपाईँ र मैले प्रयोग गर्ने मोबाइल अथवा ल्यापटपलाई पनि हामीले त्यसलाई बन्द गर्नुपर्ने हुन्छ, किनभने त्यसको तापक्रम घटाएर त्यसको आयु बढाउनको निम्ति, त्यसलाई फेरि रिफ्रेस गरेर पुनः ताजगी बनाउनको निम्ति त्यसलाई बन्द गर्ने गरिन्छ। एउटा स्वस्थ मानव शरीरमा 7 देखि 8 घण्टाको आराम प्रत्येक 24 घण्टाभित्र चाहिन्छ। यो वैज्ञानिक तथ्य हो र वास्तविकता पनि हो। 1986 मा एक व्यक्तिले विश्व रेकर्ड राख्नको निम्ति 18.5 दिन बिना विश्राम बस्यो र विश्व रेकर्डले राख्यो। तर त्यस व्यक्तिको स्वास्थ्य अवस्था एकदमै नाजुक भएको कारणले त्यस विश्व रेकर्डलाई पुनः फिर्ता गरी त्यस प्रकारको विश्व रेकर्ड नराख्नको निम्ति विश्व रेकर्ड सूचीबाट हटाइयो। यस्ता केही प्राकृतिक सिस्टमहरू छन् अथवा परमेश्वरीय नीतिहरू छन् जसलाई चाहिँ मानिसले कहिले पनि काट्न सक्दैन। उत्पत्ति 2 अध्यायको 2 पदमा परमप्रभु परमेश्वरले संसारका सबै यावा थोकहरूलाई देखिने नदेखिने यो जमिन मुनि, पानी मुनि र आकाशमा उठेर जमिनमाथि रहने सबै कुराहरू 6औं दिनसम्म सबै कुरा निर्माण गरेर 7औं दिनलाई चाहिँ उहाँले विश्राम दिए। उहाँले त्यसलाई छुटाउनु मात्रै भएन, त्यसलाई उहाँले आशिष दिनुभयो, त्यसलाई पढ्नु। त्यसकारणले हामी मानिस जीवनमा चाहिँ विश्रामको आवश्यकता छ। यसको मतलब तपाईँ 8 घण्टा सुत्नु नै विश्राम भन्ने होइन। त्यो त तपाईँको शारीरिक विश्राम मात्रै भयो। तपाईँको आत्मिक विश्रामको निम्ति तपाईँले शनिबार अथवा आइतबार ठाउँ अनुसार तपाईँले छुटाउनु पर्छ। त्यो विश्राम चाहिँ तपाईँ चर्च गएर मात्रै पुरा हुन्छ, किनभने त्यो परमेश्वरले दिनुभएको र परमेश्वरले छुटाउनु भएको र परमेश्वरसँगै जोडिने एउटा विश्राम चाहिँ पवित्र चर्चमा गरिने साप्ताहिक आराधना विधि हो। त्यो समय तपाईँले छुटाउनु पर्दछ। तपाईँ हप्तामा सबै दिन एकदमै कामले विविध, तपाईँ कोही पारिवारिक होला, कोही तपाईँ कुनै सङ्घ संस्थामा होला, कुनै तपाईँ देशको उच्च ओदाका सरकारी क्षेत्रमा हुनुहुन्छ होला। तपाईँले त्यो दिन चाहिँ तपाईँले विशेष गरी घुम्न अथवा केही ग्यादरिङ गर्न, केही नयाँ ठाउँ जान तपाईँ चाहनुहुन्छ। त्यो तपाईँको शरीरको लागि मात्रै भयो। प्रिय प्रभुका छोराछोरी, तपाईँले आत्माको रिफ्रेसको लागि, आत्मिक विश्रामको निम्ति तपाईँ पवित्र चर्च जानुपर्छ। तपाईँ त्यहाँ भएका सबै सेवाका गतिविधिहरूमा सहभागी बन्नुपर्छ, अनि मात्रै तपाईँले आत्मिक विश्राम प्राप्त गर्न सक्नुहुन्छ। मानिसलाई शारीरिक विश्रामले केही समय मात्रै पुनर्ताजगी बनाउन सक्छ। जस्तै तपाईँले 8 घण्टा सुत्नुभयो भने बाँकी 18 घण्टा तपाईँ पुनः ताजगी हुन सक्नुहुन्छ। तर तपाईँ चर्च जानुभयो अथवा शनिबार चाहिँ तपाईँले एक दिन चाहिँ परमेश्वरको निम्ति छुटाएर लगभग 3-4 घण्टाको सेवामा तपाईँ जानु आउनु सबै गर्दा 3-4 घण्टा लाग्न सक्ला। केही चर्चमा मिटिङहरू भए 4 घण्टासम्म लाग्न सक्ला। त्यो तपाईँको 4 घण्टाले लगभग 6 दिन तपाईँलाई पुनर्ताजगी आत्मिक क्षेत्रमा गर्ने गर्छ। तपाईँ जस्तो व्यस्त समय भए पनि, जस्तो तपाईँको समस्याहरू भए पनि शनिबार परमेश्वरको निम्ति दिनुहोस्। के त्यो मानिस तपाईँ बन्नु भएको छ?
यदि भन्नुभएको छ भने तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुहुन्छ। किनभने त्यो आशिष चाहिँ उत्पत्ति 2 अध्यायको त्यो 3 पदमा आशिष दिइसक्नु भएको दिन छ। किनभने त्यो पवित्र दिनलाई अथवा सब्बातका दिन विश्रामको दिनलाई चाहिँ उहाँले पवित्र पार्नुभयो, त्यसलाई चाहिँ छुट्टै राख्नुभयो र आशिष दिनु भएको छ। त्यस कारणले त्यो आशिष तपाईँको घरमा, तपाईँको परिवारमा, तपाईँको जीवनमा आउनुहोस्। यदि तपाईँले सब्बातका दिन पालन गर्नु भएको छैन अथवा विश्रामको दिनलाई तपाईँले पालन गर्नु भएको छैन, चर्च जानु भएको छैन भने म तपाईँको लागि प्रार्थना गर्छु, तपाईँ बाँकी दिनमा विश्रामको दिन अथवा सब्बातको दिन पालन गर्नु पवित्र चर्च जानुहोस्। परमेश्वरले तपाईँलाई सम्पूर्ण आशिष दिनु। आमेन।